सम्मानित सभामुख महोदय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि विनियोजन गरिएको शीर्षक खर्चमा बेनामी शीर्षकमा बजेट विनियोजन गरिएको छ। त्यो विनियोजित बजेटको ठुलो हिस्सा समेटिएको छ। अन्य विविध शीर्षकमा झन्डै 1 खर्ब विनियोजन गरिएको छ। खासमा के का लागि यति ठुलो रकम? इन्धन हो कि ऊर्जा सुरक्षा नीति अवलम्बन गरेका थिए, जुन कुरा वर्तमान सरकारले क्यारी गरेको छ। म धन्यवाद दिन चाहन्छु। सरकारको 3 महिनासम्मको भण्डारण क्षमता वृद्धि गर्न सर्लाहीमा जग्गा खरिद गरिएको छ। झन्डै 15,000 मेट्रिक टन एलपी ग्यासका लागि बोटिङ प्लान्ट निर्माण गर्नुपर्नेछ। यसले झन्डै 3 खर्ब ढुवानी बचत गर्न सहयोग गर्छ। त्यस्तै गरी म भन्न चाहन्छु, सुदूरपश्चिमको दैजी छेला औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ। यसले झन्डै 22,000 रोजगारी सिर्जना गर्नेछ र सुदूरपश्चिमबाट देशको आर्थिक ढोका खोल्नको लागि मद्दत गर्नेछ। भारतको उत्तराखण्डको हल्द्वानीबाट नेपालको कञ्चनपुरमा पेट्रोलियम पाइपलाइनको